हेलो साथीहरू, गुड मर्निङ, सेवा, नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। म चाहिँ आज 6 बजीतिर उठेर भिडियो स्टार्ट गर्दैछु साथीहरू। यतिखेर चाहिँ मेरो छोरी पनि उठिसक्नु भएको थियो। मेरो दिनको सुरुवात हुन्छ चियाको चुस्कीबाट साथीहरू। मेरो छोरीले चाहिँ तपाईँहरूलाई हाई भन्दै चुप्पा पनि गर्दै हुन्छ साथीहरू। अनि म चाहिँ एकदम सन्चै छु। तपाईँहरू कस्तो हुनुहुन्छ? सबैजना सन्चै हुनुहुन्छ? त्यसपछि लागे म चामल केलाउनुतिर साथीहरू। यो चामल चाहिँ यहीँ रोपेर फलाएको धानको चामल हो, त्यही भएर मैले चाहिँ केलाउँदैछु। त्यसपछि म चाहिँ थाले तरकारी धुनुतिर। तरकारी धुनुभन्दा अगाडि चाहिँ चक्कु र आलु तास्ने चाहिँ धुइहालेँ। त्यसपछि म चाहिँ धुनु थालेँ तरकारी। आजको सब्जी चाहिँ आलु, बोडी, क्याप्सिकम थियो साथीहरू। म चाहिँ यो धुँदैछु। त्यसपछि मैले चाहिँ खाना पनि रेडी भयो, तरकारी पनि रेडी गरेँ, सबै काटकुट गरेर पकाएँ। त्यसपछि यहाँ चाहिँ छ मै। अनि साथीहरू, मेरो छोरी चाहिँ बिरालो देखेर हेर्नु न, मेरो छोरीको रियाक्सन चाहिँ कस्तो छ है, कति खुसी हुनुहुन्छ क्या। उहाँ चाहिँ बिरालो, बाख्रा, कुकुरहरू देख्यो भने चाहिँ, बिरालो चाहिँ मजाले देखेको छैन, उता छिरिसकेको थियो। मेरो छोरीले चाहिँ हेर्दै हाँस्दै कति खुसी भइराख्नु भएको छ कि यहाँ चाहिँ। त्यसपछि म चाहिँ भाँडाकुँडा धोएर पनि, खाना खाएर पनि सबै भाँडाकुँडा मिलाएर राख्नु थालेँ साथीहरू। त्यसपछि लाग्यो साथीहरू, म चाहिँ ओछ्यान मिलाउनुतिर। मेरो छोरी चाहिँ गीत बजाउँदै आउनुभएको थियो। मैले छोरीलाई जिस्काएँ यसो नाचेर। अनि मैले चाहिँ बेड चाहिँ बिहानै मिलाउँथेँ, किनभने मेरो बुढा चाहिँ सुतिराख्नु भएको थियो। बुढाहरू घरमा भएपछि चाहिँ बेड नमिलाउँदा नि हुन्छ साथीहरू। सबै जस्तो एकछिनमा मिलायो, एकछिनमा त्यस्तो बनाइहाल्नुहुन्छ। अनि साथीहरू, मैले चाहिँ धेरै सुनेँ कि अलि राम्रो लुगा लाएर त भिडियो बनाउनु नि, मान्छेले नि के भन्छ भनेको सुनेँ। अनि अब घरमा काम गर्दा नि के राम्रो लुगा लाएर बनाउनु भनेर म चाहिँ यत्तिकै बनाइदिन्छु साथीहरू। दिनदिनै राम्रो लुगा लाएर त सकिँदैन साथीहरू, त्यही पनि यस्तो काम गर्नुपर्छ। अनि एकछिनमा राम्रो लगायो, एकछिनमा फोहोर भइहाल्छ, त्यही भएर म चाहिँ यत्तिकै बनाइदिन्छु साथीहरू है। अनि मेरो छोरी चाहिँ गीत बजाउँदै आउनुभएको थियो, गीत चाहिँ मरिगएछ, त्यही भएर म चाहिँ उसलाई गीत लगाइदिँदैछु युट्युबबाट। अनि साथीहरू, मैले चाहिँ त्यसपछि यत्तिकै बनाएँ है, यति काम गर्नु धेरै पसिना गएर झन् गर्मी ठाउँमा गएर बस्नु भएपछि मेरो हालत कस्तो हुन्छ होला। अनि त्यसपछि रोडमा चाहिँ नाराजी लगाउँछ, के रहेछ भनेको त बच्चाहरूको रहेछ, स्कुले विद्यार्थीहरूको नाराजी त्यसपछि म चाहिँ आराम गरेँ। अनि एकछिन सुतेर उठ्दा त मेरो बुढाले मलाई चाहिँ चटपट ल्याइदिनु भएको रहेछ, गिलो चटपटे है। चटपटे नखाने कुरा त भएन साथीहरू। अनि म चाहिँ उठेर खानु थालेँ चटपटे। यस्तो मिठो थियो कि साथीहरू, अहिले पनि मुख रसाइरहेछ। अनि तपाईँहरू पनि खानु चाहनुहुन्छ भने चाहिँ आउनु होला म भएको ठाउँमा। त्यसपछि खायौँ हामीले चाहिँ बरा। अनि मलाई चाहिँ खानु मन लागिरहेको थियो एकदमसँगले है, मेवा चाहिँ। अनि म चाहिँ पसलमा गएर नि मेवा ल्याइहालेँ। अनि मैले चाउचाउ पनि ल्याएको थिएँ। मेरो छोरीलाई चाहिँ अलिकति दिएँ, धेरै चाहिँ दिइनँ, थोरै दिएँ, 1-2वटा उसलाई चाहिँ खानु। त्यसपछि मेवा काटकुट पारेर चाहिँ आमा छोरी चाहिँ हामी खाना थाल्यौँ मेवा। अनि साथीहरू, तपाईँहरूलाई चाहिँ कस्तो भिडियो लिएर आएको भए हुन्थ्यो जस्तो लाग्छ, यसो कमेन्ट गर्नु है साथीहरू सबैजनाले ल। भिडियो अन्तिमसम्म हेर्नुहुने सबैजनालाई धन्यवाद। बाई बाई, भोलि भेटौँला अर्को मिनी ब्लगमा। बाई बाई।